ल सुरु गरौँ है त। आजको यो प्रस्तुतिमा तपाईहरू सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले साँच्चै नै हाम्रो कक्षा कोठाको मुहार फेर्न सक्छ। त्यो हो नेपाल सरकारको नयाँ कक्षा 4 र 5 को विद्यार्थी मूल्याङ्कन मार्गदर्शन 2083। सुन्दाखेरि यो एउटा साधारण सरकारी डकुमेन्ट जस्तो लाग्ला, तर विश्वास गर्नुहोस्, यो हाम्रो प्राथमिक शिक्षालाई रूपान्तरण गर्ने एउटा गजबको टुलकिट वा औजार हो। यो पाठ्यक्रम विकास केन्द्रले तयार पारेको आधिकारिक मार्गदर्शन हो। यसको मुख्य उद्देश्य भनेकै हामीले दिनदिनै कक्षा कोठामा गरिरहने अभ्यासहरूलाई अझै प्रभावकारी बनाउनु हो। यसले नि हामीले वर्षौंदेखि गर्दै आएको त्यो पुरानो पढाउने र जाँच्ने शैलीलाई पुरै नयाँ बाटो देखाएको छ। अब मूल कुरामा पस्नु अघि एउटा प्रश्न सोचौं त। साना बालबालिकाहरू परीक्षा आउँदैछ भन्ने बित्तिकै कति धेरै डराउँछन्, हैन? हामी सबैले यो देखेका छौं। विश्वभरिकै रिसर्चले के देखाउँछ भने सानै उमेरमा लिइने यस्ता ठूला र तनावपूर्ण परीक्षाहरूले सिकाइमा भन्दा बढी बाल मस्तिष्कमा डर पैदा गर्छन्। उनीहरू सिक्नको लागि भन्दा पनि जसोतसो पास हुनको लागि मात्रै घोक्न थाल्छन्। हो, यही गम्भीर समस्यालाई जरैदेखि उखेल्न यो नयाँ नीति ल्याइएको हो। आज हामी यही मार्गदर्शनका 5 वटा मुख्य कुराहरू सरसर्ती हेर्नेछौँ। पहिलो, निर्माणात्मक मूल्याङ्कनतर्फको परिवर्तन। दोस्रो, कार्यसञ्चयका अर्थात् पोर्टफोलियो व्यवस्थापन। तेस्रो, दैनिक मूल्याङ्कनका साधनहरू। चौथो, समावेशी अनुकूलन। र अन्त्यमा ग्रेडिङ र रिपोर्टिङ कसरी गर्ने भन्ने कुरा। ल, पहिलो खण्डबाटै सुरु गरौँ है। निर्माणात्मक मूल्याङ्कनतर्फको परिवर्तन। अब तनावपूर्ण परीक्षाबाट माथि उठ्ने बेला आयो। हेर्नुस् त, पहिले हामी सिकाइको मूल्याङ्कन गर्थ्यौं, जसको काम भनेको अन्त्यमा अङ्क दिने र को पास को फेल भनेर छुट्याउने मात्रै हुन्थ्यो। तर अबको नीतिले पुरै प्याराडाइम सिफ्ट गरेको छ। अब हामी सिकाइका लागि मूल्याङ्कन गर्छौं। यो भनेको विद्यार्थीले के सिकिरहेको छ, कहाँनिर अल्झिरहेको छ भनेर पत्ता लगाउने र उसलाई निरन्तर सघाउने एउटा गजबको निर्माणात्मक प्रक्रिया हो। यसलाई अझै सरल भाषामा भन्नुपर्दा यो कक्षा कोठाभित्रै चलिरहने एउटा निरन्तर प्रक्रिया हो। यसको एउटै मात्र ठूलो लक्ष्य हुन्छ, विद्यार्थी अहिले कुन स्तरमा छ भनेर चिन्नु र उसलाई सुधार्न तत्कालै फिडब्याक वा पृष्ठपोषण दिनु। अब मूल्याङ्कन भनेको विद्यार्थीलाई डराउने गरी जाँच्ने होइन, बरु सही बाटो देखाउने साथी बनेको छ। अब जाउँ दोस्रो खण्डमा, कार्यसञ्चयका अर्थात् पोर्टफोलियो व्यवस्थापन। यो त झन् विद्यार्थीको प्रगतिको मुख्य केन्द्रबिन्दु नै हो। साँच्चै भन्नुपर्दा यो कार्यसञ्चयिका भनेको एउटा साधारण फाइल मात्रै पक्कै होइन। यो त हरेक विद्यार्थीको सिकाइ यात्राको सिङ्गो दस्तावेज हो। यसमा के राख्ने त? विद्यार्थीले गरेका राम्रा कक्षा कार्य, गृह कार्य, परियोजनाहरू, सृजनात्मक कामहरूदेखि लिएर साना उपलब्धि परीक्षाहरू सबै यसैमा जम्मा गरिन्छन्। अझ विद्यार्थीको बानी बेहोरा र सामाजिक सिप कस्तो हुँदैछ भनेर हेर्ने चेकलिस्ट र हाजिरी विवरण पनि यसैभित्र हुन्छ। यसले त विद्यार्थीको वास्तविक चित्र नै छर्लङ्ग पार्छ। यो कार्यसञ्चयिका बनाउनुको सबैभन्दा ठूलो फाइदा के हो थाहा छ? यसले सिकाइमा कहाँनेर खाडल छ भनेर ठ्याक्कै देखाउँछ। जब शिक्षकले यी प्रमाणहरू हेरेर विद्यार्थीको कमजोरी देख्नुहुन्छ नि, तब उहाँले तत्कालै रेमिडियल अर्थात् उपचारात्मक सिकाइको योजना बनाउन सक्नुहुन्छ। यो त एउटा जीवन्त अभिलेख हो नि, जसले निरन्तर सुधारको बाटो देखाउँछ। अब तेस्रो खण्डमा लागौं है, दैनिक मूल्याङ्कनका साधनहरू। दिनदिनै पढाउँदा कक्षामा प्रयोग गर्न सकिने एकदमै व्यावहारिक विधिहरू यसमा छन्। यो मार्गदर्शनले प्रष्ट रूपमा 10 वटा फरक मूल्याङ्कनका विधिहरू दिएको छ। अब कपीमा लेख्न लगाएर मात्रै मूल्याङ्कन हुँदैन। शिक्षकले अवलोकन गर्ने, मौखिक प्रश्न सोध्ने, कक्षामा छलफल गराउने, परियोजना दिने, प्रयोगात्मक काम गराउनेदेखि लिएर साथीबीच मूल्याङ्कन गराउनेसम्मका विधिहरू यसमा पर्छन्। हेर्नुस् त, एउटै तरिकाले सबै विद्यार्थीको सही मूल्याङ्कन कहाँ हुन्छ र? त्यसैले यो विविधता एकदमै जरुरी थियो। अझ सजिलोको लागि नीतिमै परियोजना र प्रयोगात्मक कार्य जाँच्ने एउटा स्पष्ट टेम्प्लेट पनि दिएको छ। फरक विषय र एकाइहरूमा विद्यार्थीको प्रगति कस्तो छ भनेर ट्र्याक गर्न यो एकदमै उपयोगी हुन्छ। यसमा सिकाइ उपलब्धि, 1 देखि 4 सम्मको रेटिङ र स्पष्ट रुब्रिक्सको आधारमा दिइने फिडब्याक लेख्ने ठाउँ हुन्छ। यसले गर्दा शिक्षकहरूलाई ट्र्याकिङ गर्न एकदमै सजिलो र व्यवस्थित बनाउँछ। अनि अर्को गजबको कुरा के छ भने नि, मूल्याङ्कनमा विद्यार्थी आफैलाई पनि सहभागी गराइन्छ। जस्तै मेरो सिकाइमा कहाँ कमी कमजोरी भयो त भनेर उनीहरूलाई आफै सोच्न लगाउने साप्ताहिक स्वमूल्याङ्कन। त्यस्तै कक्षामा सँगै काम गर्दा साथीले एकअर्काको काम हेरेर सल्लाह दिने सहपाठी मूल्याङ्कन।
यसले उनीहरूमा मिलेर काम गर्ने भावना र आफैलाई चिन्ने क्षमता बढाउँछ। अब पुग्यौं चौथो खण्डमा, समावेशी अनुकूलन। एउटै कक्षामा हुने फरक फरक सिकाइ आवश्यकताहरूलाई कसरी सम्बोधन गर्ने त? यो नीतिले एकदमै कडा रूपमा के भनेको छ भने मूल्याङ्कनको कुनै एउटा तरिका मिलेन भन्दैमा कुनै पनि विद्यार्थीले सिकाइको अवसर गुमाउनु हुँदैन। जस्तै दृष्टि कमजोर भएका नानीबाबुहरूलाई ठूला अक्षर वा मौखिक प्रश्न दिन सकिन्छ, सुनाइमा समस्या भएकाहरूलाई दृश्य सामग्री दिन सकिन्छ, अनि शारीरिक वा बौद्धिक अपाङ्गता भएकाहरूका लागि त पुरै वैकल्पिक विधिहरू अपनाउनु पर्ने हुन्छ। साँच्चै भन्ने हो भने यो एउटा एकदमै न्यायपूर्ण सिकाइको अभ्यास हो। र अब अन्तिम खण्ड, ग्रेडिङ र रिपोर्टिङ। वर्षभरिको त्यो निरन्तर प्रगतिलाई कसरी नतिजामा बदल्ने त? आउनुहोस् हेरौँ। सबैभन्दा ठूलो परिवर्तन नै यही नै रहेछ। अब त्यो पुरानो 100 पूर्णाङ्कमा कति प्रतिशत ल्यायो भनेर हेर्ने चलन हट्यो। त्यसको सट्टा हरेक सिकाइ उपलब्धिलाई 1 देखि 4 सम्मको मापन स्तरमा रेटिङ गरिन्छ। स्तर 4 भनेको विद्यार्थीले पुरै कुरा सिक्यो, ऊ एकदम एडभान्स छ भन्ने हो। तर स्तर 1 भनेको चाहिँ आधारभूत कुरा पनि बुझेको छैन भन्ने हो। हरेक कुरामा विद्यार्थी कुन स्तरमा छ भनेर निरन्तर रेकर्ड राखिन्छ। अनि यो सुधारात्मक चक्रको नियम नि एकदमै महत्त्वपूर्ण छ है। यदि कुनै विद्यार्थीको रेटिङ स्तर 1 वा 2 मात्रै आयो भने शिक्षकले ल यसले यति नै जान्दो रहेछ भनेर त्यत्तिकै छोड्न पाइँदैन, पटक्कै पाइँदैन। शिक्षकले अनिवार्य रूपमा उसलाई थप समय दिएर उपचारात्मक शिक्षण गरेर कम्तीमा स्तर 3 वा 4 मा पुर्याउनै पर्छ। यसले कुनै पनि विद्यार्थी पछाडि नछुटोस् भन्ने कुरालाई 100% पक्का गर्छ। अब वर्षको अन्त्यमा रिपोर्ट कार्ड त दिनु पर्यो। त्यसका लागि वर्षभरिका ती सबै उपलब्धिहरूको औसत निकालिन्छ अनि यो मेट्रिक्स प्रयोग गरेर त्यसलाई अन्तिममा प्रतिशत, लेटर ग्रेड र जीपीएमा रूपान्तरण गरिन्छ। यसरी हेर्दा कक्षा कोठाभित्रको निरन्तर मूल्याङ्कन र अन्तिमको नतिजाबीच एउटा एकदमै स्पष्ट र वैज्ञानिक तालमेल बस्छ। हामी सबैलाई थाहा छ नि, सिकाइ भनेको स्कुलमा मात्रै सीमित हुँदैन। त्यसैले त यो मार्गदर्शनले के भनेको छ भने पोर्टफोलियोमा भएको विद्यार्थीको प्रगतिको सारांश अभिभावकहरूलाई कम्तीमा त्रैमासिक रूपमा र सम्भव भएसम्म हरेक महिना नै देखाउनुपर्छ। यसो गर्दा घर र स्कुलबीच एउटा कस्तो राम्रो सहयोगात्मक वातावरण बन्छ होइन त? समग्रमा भन्नुपर्दा यो मार्गदर्शिकाको सम्पूर्ण सार एउटै कुरामा छ। निरन्तर पृष्ठपोषण र सुधारात्मक सहयोग मार्फत प्रत्येक विद्यार्थीले स्तर 4 सम्म पुग्ने अवसर पाउनुपर्छ। हेर्नुस् त, सिकाइमा उच्च स्तर हासिल गर्नु भनेको केही सीमित ठाटाबाटा विद्यार्थीको मात्रै पेवा होइन नि। सही मूल्याङ्कन, निरन्तर फिडब्याक र समयमै सपोर्ट पाउने हो भने कक्षाका हरेक विद्यार्थीले त्यो उचाइ छुन सक्छन् र उनीहरूले त्यो मौका पाउनै पर्छ। यो नयाँ नीतिले साँच्चै नै शिक्षकहरूलाई एउटा जाँच्ने मान्छेबाट साँचो अर्थमा मार्गदर्शक बन्ने अवसर दिएको छ। यी पोर्टफोलियोज, रुब्रिक्स अनि दैनिक मूल्याङ्कनका साधनहरू कागजमा मात्रै सीमित राख्ने कुरा होइनन्। यी त कक्षा कोठाको पुरानो माहौल नै बदल्ने जादुगरी औजार हुन्। ल एकपटक सँगै कल्पना गरौँ त, यदि यी सब कुराहरूलाई आजैबाट हाम्रा कक्षा कोठामा पूर्ण रूपले लागू गरियो भने हाम्रा साना बालबालिकाहरूको सिक्ने अनुभव कति रमाइलो र तनावमुक्त होला। पक्कै पनि यो एउटा निकै उत्साहजनक सुरुवात हो। आशा छ यसले तपाईहरूलाई पनि यी अभ्यासहरू आफ्नै कक्षा कोठामा उतार्न पक्कै प्रेरित गरेको छ।